चिन्ता गर्नुभयो भने यो बिग्रियो गाडी मोबाइल के भन्ने छ नि सुविधा भोगी भयो लिडर भन्ने सबलाई बदल्यो 3 महिनामा जनतासँग सम्बन्ध पनि पुरै बदलिने कुरा भन्नुभयो त अब हामी तपाईहरुलाई पनि जोड्ने भनिएको छ त्यो त हाम्रो सल्लाह भइसकेको छ उनीहरुसँग सल्लाहले माने भने सल्लाहले बाहिर निकाल्ने मानेन भने पनि हामी रोटेसनमा बाहिर निकाल्ने कुरा भन्नुभयो त रोटेसनमा बाहिर निकालेर त्यो अभियानमा चाहिँ सबै जुट्ने त्यो चुनावी अभियान जस्तो देखिन्छ बाहिर कुरा भन्नुभयो तर त्यो विद्रोहको अभियान हुन्छ यो भन्ने होइन फेरि बाहिर भन्दै हिँडेर विद्रोह हुँदैन झन् बिग्रिन्छ विद्रोह भन्ने चुनावै भन्ने संविधान सभाको चुनाव स्वच्छ र निष्पक्ष हुनै पर्छ चैतमै हुनुपर्छ भन्ने के अब हुँदैन नहुने भन्ने जति बेला झन् नहुने थाहा भयो झन् भन्नुभयो झन् भन्दै जाने हो भनेपछि हुन्छ जनतालाई जो हाम्रो बारेमा भ्रम भयो नि संविधान सभा भनेको पार्टी अहिले फेरि संविधान सभा हुने बेला के गरे भन्ने हामी जति भन्यो नि त्यो दिमागमा घुसिआएन क्या जनताको संविधान सभाको विरोध गरेको घुसिआएन क्या विद्रोह भनेको घुसिआएन यसो भनेपछि के हुन्छ त्यो घुस्छ संविधान सभाको कुरो नि घुस्छ विद्रोह नि घुस्छ अनि त्यसपछि चाहिँ हामी फेरि सँगसँगै हामी अर्को प्राविधिक तयारी पनि हामी अहिले गर्छौँ त्यही 3 महिनाको चाहिँ मिसनभित्र अर्को तयारी पनि हाम्रो हुन्छ अनि हामी कसरी दक्षिणपन्थी भइयो अनि हामी कसरी सम्झौतावादी भइयो कुरा भन्नुभयो त अनि तपाईँ सोच्नुहोस् त अनि हामी के सिद्धिएको मजा हुन्छ त यो पार्टी सबै मरेर सिद्धिने पक्रो खाएर सिद्धिने विघटन भएर सिद्धिएको राम्रो हो त पेरु जस्तो भएको फिलिपिन्स जस्तो भएको बर्मा जस्तो मया जस्तो भएको राम्रो हो त कि यसरी चाहिँ क्रान्ति सफल पारेको राम्रो हो हुन त सफल पारेको राम्रो हो नि त त्यसरी हेर्नुभयो भने पार्टीको लाइन महान छ भन्ने तपाईलाई हुन्छ त्यताबाट हेर्नु भएन र यसो एकछिनको रूप ल दायाँ गयो मैले अहिले भने नि गाडी यसो स्टियरिङ चलाइ ल मारे भन्ने थालेपछि त त्यो त मर्ने कुरा हुन्छ कि त्यो त सिद्धिने कुरा हुन्छ त्यस्तो होइन कमलाजी त्यस्तो होइन र हुन पनि सक्दैन त्यस्तो हुनै सक्दैन र अहिले हामीले चुनाव भन्नुको हाम्रो तात्पर्य चाहिँ चुनावै भन्ने होइन चुनाव भित्र चाहिँ हामी ल चुनाव भयो भने फेरि हामी भाग्छौँ भने होइन है फेरि यो पनि होइन षड्यन्त्र गरेको हो त त्यसो भए त्यो नि होइन उनीहरू गर्नेवाला छैनन् त्यो देखिसकिया छ हामी मसक्कै चुनाव भन्यो भने उनीहरू चुनाव हान्नेवाला छन् मैले त्यो कुरा त उहिलेदेखि भन्थेँ तपाईँहरूले कतिको नोट गरेको भयो त तपाईँलाई थाहा हुनु मैले उहिले क्या त्यो शान्ति प्रक्रिया आउने बेलामा चाहिँ त्यो प्रक्रियामा चाहिँ आउने बेला क्या चाहिँ के अरे यो असार 2 गते परार छिर्नुभन्दा अगाडि भने हामीले जित्ने जस्तो गर्ने उसले गर्दैन उसले जित्ने जस्तो हामीले गर्न दिन्नौँ चुनाव चाहिँ हुँदैन भनेको थिएँ क्या मैले कुरा त्यो मेरो दिमाग कहिले कन्फ्युज छैन क्या त्यो कुरा चाहिँ किन माओवादीको चाहिँ पक्षमा जनमत हुन थाल्यो भनेपछि रिएक्सनरी अमेरिका भारत मिलेर चुनाव हुन दिन्न माओवादीको विरुद्ध षड्यन्त्र गरेर चाहिँ हामीलाई अप्ठ्यारो पार्यो भने हामी हुन दिन्नौँ त्यसरी मैले एमालेकोसँग यो विस्तारित बैठक अगाडि भनेको थिएँ भनेर मैले सायद त्यति बेला चाहिँ तपाईँहरू पनि हुनुहुन्थ्यो होला विस्तारित बैठकमा मैले भन्थेँ नि जातवृत्ति गरेर लाखे नाच्छैदिन् तिमीलाई चुनाव भनेर नाच्दै हिँड्ने तिनीहरू चाहिँ अनि तिमीहरू यो बढ्ता ओभर भयो भने तिमीहरूको देशैभरि खुट्टा भाँच्न चाहिँ हामी सक्छौँ फेरि देशैभरि खुट्टा भाँच्दाखेरि तिमीलाई चुनाव सब ध्वस्त हुन्छ बेकारमा कुरो मिलाउनु गर्नु छैन होइन शहीद परिवारलाई राहत पनि छैन घाइते के अरे बेपत्ताको चाहिँ ऊ पनि छैन वातावरण केही बन्नु छैन त्यतिकै चुनाव भएर हुन्छ भनेको थियौँ त्यसपछि एमालेको सातो गएको थियो क्या लिडरसिपमै त्यो कुरा भनेपछि त भाँच्न त सकिन्छ हामीले फेरि देशैभरि खुट्टा भाँच्न त उम्मेदवारको हामीलाई केही गाह्रो छैन त्यो कसैले सुरक्षा गरेर सुरक्षा हुनेवाला पनि छैन त अब मान्नुहोस् कि हामीले जित्ने जस्तो हुँदा हुँदै अथवा हामीले वाम तालमेल गणतन्त्रवादी तालमेल जनतासँग हाम्रो सम्बन्ध जनता पनि चाहिँ जसरी पनि चुनाव हुनुपर्छ भन्ने भयो भनेर भइहाल्यो चुनाव भने पनि के हुन्छ त भने त्यो पनि विद्रोही हुन्छ फेरि किन भइहाल्यो भने चाहिँ हाम्रो चाहिँ धेरै बहुमत हुन्छ चाहिँ अब सोसियो इकोनोमिक चेन्ज गर्ने संविधानसँग गएर लडाइँ पर्छ फेरि त्यो टुङ्गियो भन्ने नठान्नु होला संविधान सभा भएपछि चुनाव भएपछि सबै लडाइँ सिद्धिन्छ भन्ने ठानियो भने गल्ती हुन्छ त्यहाँ उता गएर संविधानसँग गएर फेरि लडाइँ पर्नेवाला छ कुरा भन्नु त्यहाँ गएर फेरि चाहिँ अर्को ठाउँमा चाहिँ हामी लैजान्छौँ हामी माथि परिसकेपछि त हामी माथि परिसके त माथि परियो नि त माथि परिसके त लगै पारिन्छ त्यही कारण जताबाट हेर्दाखेरि पनि चाहिँ यो कार्यनीति भनेको विद्रोहको कार्यनीति हो यही त्यो शान्ति रोटी र जमिनको कार्यनीति विद्रोहको कार्यनीति भन्दाखेरि चाहिँ हाँसो उठ्दो लाग्छ नि विद्रोह गर्ने शान्तिको नारा दिएर लेनिनले तर त्यो शान्तिको नारा विद्रोहको नारा थियो रोटी र जमिनको नारा विद्रोहको नारा थियो हामीले अहिले चुनावको नारालाई विद्रोहको नारा किन नबनाउनु चुनाव भनेर जाँदाखेरि त्यही भित्रबाट विद्रोह चाहिँ किन नबनाउनु कुरा यसो हो कमरेडहरू अहिले हामी माथि परेका छौँ हेर्नुहोस् यो कुरा पक्का कुरा हो हामी अहिले तल परेको बेला होइन अहिले सम्झौता गर्यो भने तपाईँहरूले बुझ्नुभएको छ नि त्यो बेचिको हो अहिले त हामी माथि परेर गरेका छौँ सम्झौता त गणतन्त्र सङ्घीय गणतन्त्र यो सङ्घ काङ्ग्रेसले खोजेको भन्नु भएको छ ज्यान गए सङ्घमा जानेवाला छैन काङ्ग्रेस एमाले पनि जानेवाला छैन तिनीहरूले सङ्घ भनेको अञ्चल बुझ्न खोज्छन्
नेपाली जनताले के बुझेछन् संघ भनेको? हामीले जे बुझेछन् त्यही बुझेको। किन हामीले बुझेका छौँ नि त्यो संघ भनेको जातीय आधारमा, क्षेत्रीय आधारमा, भाषिक आधारमा हुनुपर्छ भनेको छ नि हामीले। जनताले सबैले त्यही बुझेका छन्। कांग्रेसभित्रको जनजातिले, दलित, महिला सबैले त्यही बुझेका छन्। हामीले भनेको बुझेका छन्। कांग्रेस र एमालेको नेताले त्यो बुझेका छैनन्। अञ्चल बनाउने, त्यसैलाई स्वायत्त बनाउने भन्छन् क्या। त्यो क्षेत्र भूगोललाई मात्रै स्वायत्त बनाउने भनेका छन्। त्यो चाहिँ नेपाली जनताले मान्ने स्थिति छैन। त्यसकारण त्यहाँ त हामी जितिसक्यौँ नि त। संघीय लोकतान्त्रिक गणतन्त्र भन्ने कुरा संविधानमा लेखाउने भने त माओवादी लेखाइयो नि त। यसलाई त हामीले हाम्रो जित जस्तो कि हामीले ठान्नु पर्यो। उनीहरूले त ठान्दैनन्। उनीहरूले ठान्ने ठाउँै छैन नि। कांग्रेस एमाले त हारेको ठाने नि त। अहिले त हारियो, माओवादीले जित्यो। कांग्रेस एमाले भारतीय विस्तारवाद भन्नु न, भारतीय विस्तारवादले पनि माओवादीले जित्यो भन्ने परेको छ। अमेरिकालाई माओवादीले जित्यो भन्ने परेको छ। जितेकै हो भन्नु पर्ने तपाईँ हामी। उनीहरूले त जिते माओवादी भएर त खुसियाली त मनाउनु नि। उनीहरूले त जित्या होइन भन्ने बनाउन चाहन्छन्। उनलाई लाग्यो जिते भन्ने लागे पनि जित्या छैन माओवादीलाई ठिक गरिन्छ भन्छन्। जितिएको भएर गर्जेर भन्नुपर्ने तपाईँ हामी पनि खै जित्यो कि होइन भन्ने भनिदिएपछि त जनतालाई त जितेको जस्तो देखाउन पर्यो नि। जितेकै हो, फेरि पुरै जित्या होइन। पुरै त कहाँ जित्या छ त? जित्या छैन नि त। पुरै जित्नु त बाँकी छ। पुरै जितको तयारी नै हो यो। पुरै जितको तयारी हो भनेर चाहिँ त्यो ढङ्गले किन नगर्नु? यसरी हेऱ्यो भने चाहिँ कमरेडको कुरा के हुन्छ भने अहिले हामी कुनै सम्झौतामा होइन, हामी विद्रोहकै कार्यनीतिमा अगाडि बढिरहेका छौँ। तर हल्ला धेरै नगरौँ बाहिर विद्रोह भनेपछि झन् दुश्मनले झन् अर्कै ढङ्गले सोध्छ नि त। चुनावै हो भनेपछि मात्रै बल्ल जनता जति सबै हाम्रो वरिपरि गोलबन्द हुन्छ। अब मैले के चाहन्छु त फेरि भने म जस्तो छु तपाईँहरू सबै त्यस्तै हुनुहोस् भन्ने चाहन्छु नि त। म लिडरसिप हुनुको नाताले मैले दुश्मनसँग जसरी डिल गरिरहेको छु होइन, पार्टीहरूसँग जसरी डिल गरेको छु, जनतासँग जसरी डिल गरिरहेको छु, सबै साथीहरूले पनि त्यसरी गरिदियो भने विद्रोहको छिटो तयारी हुन्थ्यो भन्ने छ। 3000 माओवादी सेना नेपाली सेनामा समावेश गरेर सेना समायोजन होइन, कब्जा गर्ने माओवादी रणनीति यस्तो छ। अब रह्यो मैले अन्तिममा चाहिँ यो समायोजनसँग सम्बन्धित पनि तपाईहरुले धेरै प्रश्न उठाउनु भएको छ। समायोजनको कुरा चाहिँ मलाई लाग्छ हेर्नुहोस् यो संविधान सभा अगाडि हुन सक्दैन। तपाईहरुले अब सायद सबैतिर हेर्नु हो भने संविधान सभा नै हुँदैन भने के हुन्छ? समायोजन नै हुँदैन। कुरा भन्नु हो त सोझो कुरा चाहिँ यो चाहिँ हो। किन संविधान सभा अगाडि त समायोजन गर्ने भन्ने छैन, कहीं निर्णय पनि छैन, सम्झौता पनि छैन, समझदारी पनि छैन। संविधान सभा पछाडि भन्ने छ। संविधान सभा कि त काँसले हुन दिन्न कि हामी हुन दिन्न। कुरा भन्नु त त्यो हुँदैन। या त हामीले जितेपछि संविधान सभा हुन्छ या उनीहरूले जितेपछि संविधान सभा हुन्छ। त्यो उसले नजित्ने हामीले नजित्ने हुने छाट छैन। भइहालेछ भने मान्नुहोस् अब एउटा फेरि हुँदै हुँदैन 100 का 100 भन्नुहुन्न के। मार्क्सवादले चाहिँ त्यस्तो भन्दैन। फेरि मार्क्सवाद भनेको हो पनि होइन पनि हो क्या। कुरा भन्नु हुन्छ पनि हुँदैन पनि हुन्छ एकैचोटि। त्यो पनि हो। द्वन्द्ववाद भने त्यस्तो हो। हुन पनि सक्छ केही प्रतिशत, धेरै त हुँदैन। मलाई लाग्दैन चाहिँ हुन्छ भन्ने। एउटा बखेडा अर्कोले झिक्छ। फेरि हामी मसक्क गएको देख्ने बित्तिकै सातो गइसक्यो उनीहरू कि माओवादी किन मसक्कै किन आत्या छ भन्ने परिसक्यो उनीहरूलाई। यो केही होला यिनीहरू चाहिँ भन्ने परे त फेरि उनीहरू भाग्न थालिहाल्छन्। कसरी हुन्छ मानिलिनुहोस् भइहाल्यो रे। भइहाल्यो भने के हुन्छ? हामीले वाम गणतन्त्रवादी र राष्ट्रवादीको तालमेल भनेका छौँ नि। यो राष्ट्रवादी त्यत्तिकै भन्यो भने तपाईँलाई यो कोही भने ल फेरि राष्ट्रवादी भन्यो लिडरले चाहिँ भन्थ्यो त बुझेर भने हो। त्यो त्यहाँको भित्रको सेनालाई, त्यहाँ भित्रको नोकरशाहहरूलाई, त्यहाँ भित्रका हिजोका चाहिँ पछि लाग्नेहरू सबैलाई चाहिँ समेट्न खोजिया हो। त्यो चाहिँ पुरै राष्ट्रलाई हाम्रो नेतृत्वमा ल्याउन खोजिया हो क्या। त्यो चाहिँ वामपन्थी गणतन्त्रवादी र चाहिँ राष्ट्रवादी सबैको चाहिँ तालमेल गरेर हामी चुनावमा गयौँ। मान्नुहोस् चुनाव भयो नगरी सुख पाएन कांग्रेसले। नत्र चाहिँ फेरि पहिले विद्रोह हुने खतरा भएपछि मात्रै चुनाव हुन्छ क्या। अब उनीहरूले देखे कि चाहिँ चुनाव नगर्ने हो भने पहिल्यै माओवादीले सत्ता कब्जा गर्ने भयो भने देखियो भने पनि चुनाव गराउने चाहिँ बाध्य पनि हुन सक्छन् उनीहरू। बरु चुनाव गराएर कमसेकम 1-2 महिना त बाँचिन्छ कि भनेर पनि गर्न सक्छन्। त्यसरी भयो भने चाहिँ के हुन्छ त? अब चुनाव पछि चाहिँ सोसियो इकोनोमिक चेन्ज गर्ने अथवा हाम्रो लिडरसिपमा चाहिँ त्यहाँ लाइन चाहिँ हाम्रो नेतृत्व हुन्छ, बहुमत हुन्छ। अरूलाई पनि गतिला त हुन्न मान्छे अरू अगतिलालाई पनि लिँदाखेरि चाहिँ हाम्रो बहुमत हुन्छ। जे होस् अस्ति भए जस्तो क्या विशेष अधिवेशन एमाले चाहिँ त्यत्रो लडाइँ परिरहेको थियो। एमालेसँग बहुमतमा त ल्याइयो नि, गणतन्त्र र समानुपातिमा त ल्यायो। त्यो चाहिँ भने जस्तै बहुमत हाम्रो हुन्छ। भयो भने सेना समायोजन हुन्छ। अब त्यसो भयो भने अहिलेको भेरिफिकेसनलाई मात्रै आधार मानिँदैन क्या कमरेड। यो बुझाइदिनुहोस् है सबै साथीहरूलाई।
यो अहिलेको भेरिफिकेसन त्यहाँ त हामी भाले भइसकेपछि त माफ गर्नु होला हामी जितिसकेपछि भने क्या हामीले जितिसकेपछि हामी त्यो जाओ किन मान्नु पर्यो हामी अर्को नियम बनाइदिन्छौँ नि यो चाहिँ सबै हाल्नु पर्छ उताको यति घटाइदिनु पर्छ भन्ने हुन्छ नि त्यो हामी जितिसकेपछि र हाम्रो हातमाथि परिसकेपछि कुरा भनौँ